यो टोपी मैले कतिचोटि खोल्नु म त बानेको म पनि अब टोपी किन खोल्नु पर्यो त जाडोमा माइली आज संक्रान्ति मासुको सुप खान नमिल्ने खालको संक्रान्ति लेफ्ट राइट यहाँ डह्रो भइरहेको छ हाम्रो दिदी चाहिँ धेरै छिटो हिँड्नु भएको छ यहाँनिर ल बा हराउनु भयो भन्ने थियो बा उताबाट आउँदै हुनुहुन्छ सबैहरु त त्यतै हराउँदो रहेछ लु यता है हाम्रो दाजु यता गाडी पनि आयो बाई ल धेरै छिटो हिँडिहाल्नु हुँदो रहेछ एकदम रमणीय ठाउँ छ हाम्रो ओखलढुङ्गाको सफा पनि छ सुन्दर पनि छ है यो तिम्रै सुन्दर हरियाली ल यो सिद्धिचरणको कवि सिद्धिचरणको गाउँ हो हामी पनि यस घुमफिर ल पानी हाय हाय पानी खाँदा पनि मिठो छ यहाँ